एउटा यस्तो कारखाना जसले नेपालको इतिहास नै बदलिदियो। आज यसैको कथा हेरौं। नेपालको पहिलो र सबैभन्दा ठूलो फ्याक्ट्री आज किन बन्द छ त? यो हो विराटनगर जुट मिलको कथा। यो मिल सन् 1936मा जुद्ध शमशेर राणाको पालामा स्थापना भएको थियो। यहीबाट नेपालमा औद्योगिकीकरणको सुरुवात भयो। यसले विराटनगरलाई त नेपालको औद्योगिक राजधानी नै बनाइदियो अनि मोरङ सुनसरी क्षेत्रमा विकासको लहर ल्यायो। तर कुरा यतिमै सीमित रहेन। यो कारखाना उद्योगको इन्जिन मात्रै होइन, राजनीतिक परिवर्तनको केन्द्र नै बन्यो। 1947 मार्च 4 यही दिनबाट एउटा यस्तो मजदुर आन्दोलन शुरू भयो जसले नेपालको इतिहासलाई नै नयाँ मोड दियो। सुरुमा त मजदुर अधिकारको कुरा थियो, तर बिस्तारै यो राणा शासन विरुद्धकै राष्ट्रव्यापी आन्दोलन बन्न पुग्यो। र यो आन्दोलनको नेतृत्व गरेका थिए गिरिजाप्रसाद कोइराला, बीपी कोइराला र मनमोहन अधिकारी जस्ता नेताहरूले। त्यसैले त धेरै इतिहासकारहरू यसलाई नेपालको प्रजातन्त्र आन्दोलनको सुरुवात मान्छन्। राणाले दबाए तर आगो सल्किसकेको थियो। क्रान्तिको सुरुवात त गर्यो, तर त्यसपछि मिल आफै भने दशकौंसम्म सञ्चालनको लागि संघर्ष गरिरह्यो। चाहे सरकारले चलाओस् वा निजी क्षेत्रले, दुवै प्रयास असफल भए। मिलले कहिल्यै स्थिरता पाएन। खुल्ने बन्द हुने यो चक्र चलिरह्यो। कहिले गोल्छा, कहिले भारतीय कम्पनी, तर परिणाम उस्तै। समस्याहरू जस्ताको तस्तै थिए। बिजुली, पुरानो प्रविधि, लगानीको कमी अनि व्यवस्थापन र मजदुरको विवाद। र परिणाम? पछिल्लो रिपोर्ट अनुसार यो मिल 25 महिनाभन्दा बढी समयदेखि पूर्ण रूपमा बन्द छ। त्यसो भए यो ऐतिहासिक कारखानालाई कसरी सम्झिने त? यसको कथाका दुई महत्वपूर्ण पाटा छन्। यो औद्योगिक क्रान्तिको सुरुवात थियो, राजनीतिक आन्दोलनको जन्मभूमि पनि। यसको प्रभाव जुट उत्पादनमा मात्र सीमित छैन। यो मिलको कथा वास्तवमा नेपालकै औद्योगिकीकरण, संघर्ष र परिवर्तनको यात्राको ऐना हो। आज यो ऐतिहासिक धरोहर चुपचाप खडा छ,